Hi guys, welcome to evening time. Good good evening. And अहिले टक्कै 10:13 भइसक्यो. So welcome to our my mini vlog, this vlog. आफ्दै अरे नि भले बाई अनि सो गइँदैछ हस्टेलतर्फ अनि आरामै हुन्छ सबैजना सबै आरामै हुनुहुन्छ होला म चाहिँ बब्बाल हिँडिरहेको छु एक्लै आज पनि एक्लै छु सो सबै गइसक्यो म चाहिँ निस्किरहेको छु होइन अनि त्यही हो अनि सबै आरामै हुनुहुन्छ होला अनि माया छ चेक इन माई हाउस पारा सो अनि अब म चाहिँ लिफ्टबाट जान्छु होला आज म चाहिँ थर्ड फ्लोर त्यहाँदेखि फेरि डाउन झर्छु फेरि थर्ड फ्लोर जान्छु फेरि डाउन झर्छु अनि त्यहाँको अरू अवलोकन गर्छु सो जान्न क्यान्सल भइदियो अनि त्यही हो सो एभ्री वान गाइज के गर्दै हुनुहुन्छ तिहारको लागि कोही रेसो गर्नुहुँदैछ होला है भाइ बहिनीहरू गाउँमा रमझम तिहारको शुभकामना छ सबैलाई अनि राम्रोसँग तिहार मनाउनु होला देउसी भैलो खेल्नु होला है त्यही भन्न चाहन्छु म पनि अहिले के गर्नु बर्थडे त छ नत्र भने त रमाइलो गरिन्थ्यो अनि त्यही हो एक्लै छु कोही छैन पर कस्टमरहरू भनौँ न मान्छेहरू हिँडिरहेछ म चाहिँ एक्लै छु है अनि सो माया छ अनि अब चाहिँ लिफ्ट चढ्छु है स्केलेटर भन्छ लिफ्ट चाहिँ यो चाहिँ स्केलेटर भन्छ है यो चाहिँ स्केलेटर अनि लिफ्ट चाहिँ अर्कै भन्छ रहेछ यहाँ चाहिँ अनि म चाहिँ चढिरहेको छु स्केलेटर चढिरहेको छु ज्यादै गरौँ भएछ त फेरि मान्छे लिफ्ट नि स्केलेटर नै बजायो क्र्याक वाउ दामी म चाहिँ पदनी कन्सेप्ट स्टोरमा आइपुगिसकेँ अब चाहिँ चेकआउट हुँदैछु चेकआउट बिल्डिङ भएर है अनि बब्बाल छ चेकआउट हुँदैछु जस्ट 2 सेकेन्ड बाँकी छ है सबैजना काम सिद्धिएर चाहिँ निस्किँदैछ वाउ नाइस सिन बाहिर आउटसाइडको लुक्सहरू हेर्नु होला बब्बाल छ यो गाउँमा भएको फुल चाहिँ मलाई दामी लाग्यो बब्बाल है आउटसाइडको लुक्स नै बब्बाल हुन्छ बब्बाल हेर्नुमा मजा सौन्दर्य भित्र पनि त्यस्तो सौन्दर्य त छ तर पनि बाहिर यस्तो गाडीहरू हिँडिरहेको हावा प्राकृतिक हावा खानुको अर्थ नै डिफ्रेन्ट छ क्या डिफ्रेन्ट अनि त्यही भएर चाहिँ बब्बाल छ गाइज नारियलको बोटहरू जस्तो छ यहाँ चाहिँ के को बोटहरू छ नारियलको बोटहरू जस्तो देख्नु सक्नुहुन्छ है अब बोटहरू गाह्रो छ जस्ट अब मैले क्रसिङ गर्नुपर्छ रोड क्रसिङ 3टा क्रसिङ गर्नुपर्छ अनि म त हस्टेल पुग्छु फर्स्ट नम्बर 1 आयो क्रसिङ गर्दै पुग्नुपर्छ यसरी अथवा लिफ्ट मागेर गाडी लिफ्ट मागेर ह्यान्ड लिफ्ट मागेर चाहिँ टक्कसँगले क्रस गर्नुपर्छ अनि त्यहाँदेखि चाहिँ फेरि माइनस स्ट्रेटमा आइपुग्यो माइनस स्ट्रेटमा आइयो टक्कसँगले म चाहिँ लाग्छु अनि सो जाँदैछु आफ्नै
आफ्नै तालमा हिँडिरहेको छु म है। सबभन्दा यहाँ हाम्रो जयगोर्साको स्टाफहरू पनि 2 जना जाँदैछ रहेछ। 2 जना जाँदैछ अनि म चाहिँ यहाँ छु। हाई मीरा, apa kabar? Mana kawan? Hai kawan. Apa kabar? Oke. Sudah makan. Lihat kata kawan. Yo hari-hari cakap macam tu. Tahu tak? Lollipop, mau lollipop? Sudah lama tak beli kan? Tengok saya kawan marah-marah hari-hari. Lanjut ada duit mah. Duit ada, habis duit. Lagi Kawan. dia Mira laju-laju ini macam saja. Okay, thank you so much guys. So अब चाहिँ क्लोज गर्दैछु म। यही मेरो नेक्स्ट ब्लग नेक्स्ट भिडियोमा तपाईहरुलाई देखाउने छु र keep watching, keep loving always guys. Bye bye, take care.